थियो भने त्यो जनताको अगाडि यो देशको अगाडि राख्नु पर्यो। के चाहिँ इमर्जेन्सी थियो। आज तपाईँ हेर्नुस् कस्तो भइरहेको छ यो देशमा। केही नाम चलेका अहिलेको अवस्थामा नाम चलेका विभिन्न आइएनजिओ एनजिओहरूले यो सरकारलाई चलाइरहेको अवस्था छ। नेपाली भन्दा पनि विदेशी संस्थाहरूले चलाइरहेको छ। यहाँ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा पानी बाँड्नेहरू अहिले मन्त्री बाँडिरहेका छन् र यी सबै कुराको प्रमाण छ हामीसँग। यदि मैले त्यो प्रमाण अहिले राखिदिएँ भने म मात्रै असुरक्षित हुँदिन, मान्छे पनि असुरक्षित हुन्छ। हाम्रो पत्रकारिताको एउटा धर्म छ, सूचना दिनेलाई सेक्योर गर्नुपर्छ, सुरक्षित राख्नुपर्छ। तर यति बोलिरहँदै म त टार्गेटमा परेँ, म टार्गेटमा परिसकेँ, ढुक्क हुनुहोस्। अब मेरो सुरक्षाको ग्यारेन्टी रहेन, यति चाहिँ ग्यारेन्टी नै भयो। आज मलाई लाग्यो बोल्नुपर्छ। आज यदि बोलिन भने यो देश अफगानिस्तान हुनबाट कसैले रोक्न सक्दैन। तपाईहरू अलिकति गम्भीर हुनुहोला। म भन्न चाहन्छु यहाँ 2-3 खालका जेन्जी देखेँ मैले जेन्जी पुस्तामा। एउटा जेन्जी जो साँच्ची नै देशलाई माया गरेर, राष्ट्रलाई माया गरेर, भ्रष्टाचारबाट आजित भएर, नेताहरूका कर्तुतहरूबाट आजित भएर उनीहरू सडकमा आएका थिए। एउटा त्यो जेन्जी हो जो चाहिँ हामी नेपाली हौं। अर्को जेन्जी मैले कुन देखेँ भने एनजिओ आइएनजिओ को जेन्जी हेरेँ। अब यो बोलिरहँदा अनुरोध गर्न चाहन्छु सम्पूर्ण नेपाली नागरिकलाई, सम्पूर्ण दलका नेताहरूलाई, सम्पूर्ण पार्टीका नेताहरूलाई, पार्टीहरूलाई, तपाईहरू अहिले कांग्रेस एमाले माओवादी अथवा अन्य दलको नाम नलिनुस्। अहिले तपाईहरू देशको नाम लिनुस्। यदि यो देशै रहेन भने कहाँको कांग्रेस, कहाँको एमाले, कहाँको माओवादी, कहाँको रासोपा, कहाँको जसपा, कहाँको के। देश रहे पो तपाईहरूको पार्टी हुन्छ, तपाईहरू हुनुहुन्छ। नेताहरूले गलत गरेकै हुन्, भ्रष्टाचार गरेकै हुन्, यसमा दुई मत छैन। नेताहरूले यो देशलाई लुटेका हुन्, तर आज देशलाई कब्जा गर्ने, देश बेचिने ठाउँमा पुग्दैछ। अनुरोध गर्न चाहन्छु हात जोडेर सम्पूर्ण नेपालीलाई मेरो अनुरोध छ, देशलाई माया गर्नुहुन्छ भने जति कुरा सहज तपाईहरुलाई देखिरहेका छौ, जति कुरा सहज लागिरहेको छ, त्यो त्यति सहज छैन है। देश अहिले कब्जामा गइसकेको छ। यसको विकल्प चाँडै खोज्नुपर्छ, शान्तिपूर्ण तरिकाले खोज्नुपर्छ, द्वन्द्व गर्नु हुँदैन। यहाँ अहिले मैले के जानकारीहरू कस्तो पाइरहेको छु भने मानौ हावा त चलिरहेछ नि, सबलाई थाहा छ हावा त छ, बिना हावाको हामी नै हुँदैनौं। तर हावा कहिले क्यामेरामा रेकर्ड हुन्छ, हावा कहिले फोटोमा आउँछ, त्यो महसुस मात्रै हुन्छ। सो म अनुरोध गर्न चाहन्छु यहाँ नेपालीमै लडाएर भिडाएर विदेशी शक्तिहरू आफ्नो सेना नेपालमा ल्याउन खोजिरहेको अवस्था छ। अनुरोध छ सम्पूर्ण नेपालीमा, कसैले तपाईलाई गाली गर्न सक्छ, कसैले उक्साउन सक्छ, कसैले केही गर्न सक्छ। यो अवस्थामा अनुरोध छ सम्पूर्णलाई, सम्पूर्ण नेपालीलाई, सम्पूर्ण नेपालमा रहेका राजनीतिक दलदेखि लिएर आम नागरिक समाज जति हुनुहुन्छ, सञ्चारकर्मी सबैजना यो संवेदनशीलतालाई बुझौं, गम्भीरतालाई बुझौं। मैले यतिकै बोलेको होइन। आज मेरो सुरक्षाको ग्यारेन्टी कसैले गर्न सक्छ भने प्रमाणहरू सुरक्षित छ। सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई मेरो प्रश्न, रातिको 12 बजे दूतावासको गाडीहरू बालुवाटारमा के गर्न गएको थियो? सार्वजनिक गरिदिनुस्। त्यहाँ क्यामेरा छ नि, प्रधानमन्त्री कार्यालय अगाडि 3 नम्बर गेटमा क्यामेरा लागेको छ नि त। पुलिसको त्यहाँ चौकी नै छ, गेट बाहिर पनि, भित्र सुरक्षा कर्मीहरू पनि हुन्छ। सार्वजनिक गरिदिनुस् न के को लागि थियो। ल यति गरिदिनुस् त, यति गरेर देखाइदिनुस्। अनुरोध छ तपाईलाई। जो ओरिजिनल जेन्जी छन् नि, ओरिजिनल जेन्जी, त्यो जेन्जीहरूको अवस्था के छ? उनीहरू विद्यार्थी हुन्, पढिरहेका छन्, अध्ययन गरिरहेका छन्, मात्रै देशका लागि लडिरहेका छन्, जति सक्दो लडिरहेका छन्। तर उनीहरूलाई कुनै जानकारी नै छैन, उनीहरूको एक्सेसै छैन। उनीहरू सिंहदरबार छिर्नु पर्यो भने लिंक लगाएर मात्रै छिर्न पाउँछ। त्यहाँ सिंहदरबारमा पनि क्यामेरा छ नि त, ल हेर्नुस् न त्यहाँको क्यामेरा। जेन्जीको सरकार भन्छौँ नि त हामी। यहाँ भने अघि नै 2 प्रकारको जेन्जी छ। एउटा जो साँच्ची नै देशलाई माया गर्छन्, अर्को एनजिओ आइएनजिओबाट परिचालित छन्। उनीहरूको ठूलो प्लान छ, ठूलो प्लान छ। त्यो प्लानमा यदि कोही बीचमा आयो भने त्यसलाई हटाइदिने। अब म आएँ नि त, अब उनीहरूको टार्गेट म हुनेछु। अनुरोध गर्न चाहन्छु गम्भीरतालाई बुझ्नु होला। हामी नेपालीलाई एक किसिमको ठूलो खतरा अहिले टाउकोमा छ। सम्पूर्ण यो देशमाथि नै खतरा छ, मलाई मात्रै होइन। हुन सक्छ टार्गेटमा आज मेरो नम्बर आउला, तर भोलि तपाईको नम्बर आउँदैन भन्न सकिदैन। कुरा देशको हो। र रह्यो कुरा यो भिडियो कुनै टिआरपी को लागि होइन, कुनै पनि स्टन्टको लागि होइन, कुनै पनि अफवाहको लागि होइन। यदि कसैलाई लाग्छ त्यस्तो हो भने सुरक्षा दिनुस् न,
प्रमाण म दिन्छु। म आजसम्म बिना प्रमाणको केही बोल्दिनँ। मेरो पत्रकारिता आजसम्म ती नेताहरूकै विरुद्धमा थियो, भ्रष्ट नेताहरूकै विरुद्धमा थियो। मेरो पत्रकारिता त्यो तस्करहरूको विरुद्धमा थियो। तर आज म तीनै भ्रष्टहरूलाई पनि अनुरोध गर्छु, जति भ्रष्टाचार गर्नुभयो प्लिज अनुरोध छ हात जोडेर सब